अनि नि म जस्तो चाहिँ को हुनुहुन्छ भिडियो बनाएर चाहिँ राख्ने तर पोस्ट गर्नलाई बिर्सिने। यो भिडियो चाहिँ मेरो लक्ष्मी पूजाको थियो कि लक्ष्मी पूजाको दिन मैले सबै त्यो रङ्गोलीहरू बनाएको भिडियोहरू चाहिँ मैले राखेको थिएँ। तर आज यसो ड्राफ्टमा हेर्दै गएको यो भिडियो रहेछ, ला मैले त पोस्ट गर्नै बिर्सेछु, यतिका दिन भइसक्यो, अब के गर्ने अब कन्फ्युज भएँ कि म। होस् जेसुकै होस्, अब ढिलो भए पनि के हुन्छ नि होइन। अब भिडियो चाहिँ बनाएर राख्छु तर पोस्ट गर्न जहिले बिर्सिन्छु कि जहिले मेरो ढिलो हुन्छ। अनि मैले चाहिँ लक्ष्मी पूजाको दिन मम्मीले सेलरोटीहरू हाल्नुभयो, म चाहिँ यता पूजाको सामानहरू रेडी गरेँ। अब चाहिँ म रङ्गोली बनाउनु लागिरहेको छु। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ यसरी बनाउँछु है। अलिकति टाइम पनि लाग्यो बनाउन, 1 घन्टा जति लाग्यो होला। अनि मैले चाहिँ रङ्गोली बनाएँ, यतिको भएको छ होइन। अनि लक्ष्मीको पाइलाहरू पनि बनाएँ, कस्तो राम्रो देखिनु भएको छ कि। अनि भित्र मन्दिरमा पनि अलिअलि झिलिमिली मालाहरू उनेर लगाइदिएँ। अनि हल्का पूजाहरू पनि हामीले गरिसक्यौँ। अनि हजुरहरूले चाहिँ अब ढिलो भयो नि त भिडियो पोस्ट गर्नलाई, अब के भन्ने होला होइन। बाहिर यति कस्तो राम्रो देखिया